यो छोरी मान्छेलाई चाहिँ जति लुगा किन्दा पनि नपुग्ने के। सो हेलो एभ्रीवान, सबजना सन्चै हुनुहुन्छ भन्दै आशा राख्थेँ। मेरो आज बिहानको सुरुवात चाहिँ मम्मीको उज्यालो अनुहारबाट सुरु हुन्छ। आजकल मेरो मम्मी पनि म जस्तै हँसिली रसिली भन्नु थाल्नु आहा भनेर त मिल्दैन। मम्मी हँसिली भएरै म हँसिली भएको हो। अनि मम्मीको कपाल चाहिँ पलायो भन्दै हामी भिडियो बनाउँदै थियौँ क्या। राम्री देख्यो भनेको मेरो अझै 13 भन्दा लामो कपाल हुन्थ्यो। 13 भन्दा लामो कपाल भएको झन् कति राम्री देखिन्थे भन्नुहुँदै थियो मम्मीले चाहिँ मलाई। हुन त मेरो मम्मी पहिलादेखि राम्रो नै हो, कपाल लामो भए पनि नभए पनि। अनि चाहिँ आज म सुरु गर्छु मेरो बसन्तीलाई धुन। मेरी बसन्तीलाई चाहिँ नधोएको धेरै भइसकेको रहेछ। अनि फोहोर भइरहेछन् एकदमै धेरै। अनि त्यसपछि म धुन थाल्छु मेरी बसन्तीलाई। अनि यो बसन्तीलाई चाहिँ म त्यति धेरै चलाउँदैन नि त, बुवाले चलाउनुहुन्छ। त्यही पनि मैले यो चलाउनु थालेँ कि 4 वर्ष जति भइसक्यो। यसो घर आउँदाखेरि कहिलेकाहीँ काम पर्दाखेरि लिएर चाहिँ हिँड्छु। अनि मैले मेरी बसन्तीलाई धोइसकेपछि मेरो रेगुलरको काम सकेर म चाहिँ जान रेडी हुन्छु हडिया बजार। अरू नभए पनि यतातिर हिँड्न चाहिँ सहयोग गर्छिन् है मेरी बसन्तीले। अनि म लागेँ रेडी भएर बसन्तीलाई लिएर हडिया बजारतिर। अनि बजार चाहिँ जाँदा एका छोरा हाँस्छ। अनि म पनि सेलिब्रेट भएको मलाई पनि हर्क सामाङ जस्तै समातेर लग्थ्यो होला भन्ने सोचिरहेको थिएँ। तर मैले हेल्मेट पनि लाग्थेन हौ। साथीहरू चाहिँ त्यो नजिकै के हेल्मेट लगाएर जानु भनेर नलाइकन गएको थिएँ, किनकि ठुलो खालको हेल्मेट। अनि हामी पुग्यौँ पसल। अनि भाउजू कपडा लिने भन्नु थियो, भाउजू हेर्दैछ। अनि मलाई पनि हेर्दा एउटा कपडा मन परिहाल्यो। हामी छोरी मान्छेलाई जति लुगा किन्दा पनि नपुग्नेको, अपुग भइराख्ने, जति किने पनि नहुने। लाउने बेला चाहिँ एउटै भेटिन्न क्या, फेरि कुनै मनै पर्दैन। अनि भाइहरू चाहिँ जर्सी किन्न आएको रहेछन्, रोनाल्डोको फ्यान रहेछन्। उसको साथी चाहिँ मेस्सीको फ्यान रहेछन्। अनि हाम्रो एकछिन डिस्कस परिहाल्यो, दुईजना रोनाल्डो र उनीहरू मेस्सीको बिच डिस्कस परिहाल्यो। अनि मैले भिडियो बनाइदिएको थिएँ। भाइले चाहिँ लाल लाग्न नबनाउनु भनेर उनीहरूको भिडियो बनाइन। मैले चाहिँ एक जोडा लुगा किनेको थिएँ। पछाडिबाट आएको रहेछ क्या, भर्खर देखेँ फेरि। अनि साथीहरू अघि किनेको कपडा चाहिँ अनि ठिक हुँदैन नि त, मलाई कपडा घटाउनु पर्थ्यो। अनि घटाएर यसो लागेको ठिकै लाग्यो। अनि चाहिँ अब घर जानु पर्यो भनेर गएको त सामान हेर्न साथीहरू। बाइक हो कि सिटी हो, कति धेरै सामान हाल्दै हुन् अगाडि पछाडि चारैतिर थुपाएर दिएर सामान। अनि भन्दै थिएँ कि सिटी हो कि बाइक हो, यत्रो सामान मैले बोकेर जानुपर्ने भनेर भन्दै रिसाउँदै थिएँ। अनि रिसाए जस्तो नि गरिदिएँ। हामी चाहिँ हजुर घर आइपुग्यौँ। अनि घर आएपछि घाँस काटेर लिएर आउने बित्तिकै पानी पर्न थाल्यो। अनि चिसो मौसम चिसो लागिरहेको थियो। तपाईँहरूतिर पानी परेन भन्नु है त। अनि आजको मेरो भिडियो चाहिँ यति नै, फेरि भेटौँ है त अर्को भिडियोमा। बाई साथीहरू।